हेलो नमस्ते सबैजनालाई। हजुरहरूले थाहा नै होला हाम्रो कक्षा 10 को लेखा किताबको अहिले न्युली पब्लिकेसन 2081 मा के छ भने बैंक हिसाब मिलन भनेर बैंक रिकन्सिलिएसन स्टेटमेन्ट हिसाब पनि समावेश गरेको छ यसमा। ठीक छ, यसको पनि यहाँ केही रहेको छ, जस्तै 3 नम्बरदेखि सुरु रहेको छ। ठीक छ, अनि यहाँ छ हाम्रो 3 नम्बरमा क देखि लिएर च सम्म 6 वटा हिसाब रहेको छ। ठीक छ, बैंक रिकन्सिलिएसन स्टेटमेन्टको बैंक रिकन्सिलिएसन स्टेटमेन्टलाई नै बैंक हिसाब मिलन भनेर विवरण भनेर बुझिन्छ। त कुरा यो हो कि यो पहिला थियो 11 क्लासमा। ठीक छ नि, तर अहिले हामीहरूलाई 10 मा नै अब पढ्नु पर्ने छ। अब लेखा किताबमा एड गरिदिएछ यो के हाम्रो। ठीक छ, त्यही भएर त्यसको नै भिडियो मैले लिएर आएको छु। म पालै यो 3 को क ख अनि लिएर च सम्म यो सबै क्वेशनहरुको सल्युसन गर्छु। सो यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अनि आगामी दिनमा यो सबै यसको जति पनि प्र्याक्टिकल हिसाब रहेको छ नि, प्र्याक्टिकल अनि इम्पोर्टेन्ट थ्योरीहरु, त्यसको पनि म भिडियो अपलोड गर्ने छु। त्यही भएर यो च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ यो लेटेस्ट अपडेटको लागि। यो सबै यसको एकाउन्ट होस् या इकोनोमिक्स हो या म्याथ होस्, त्यसको सबै भिडियो म अपलोड गर्ने छु। ठीक छ, त आज हामीहरु डिस्कस गर्छौं मेनली बैंक हिसाब मिलन विवरण भनेर, अनि यसको 3 को क को हामीहरु सल्युसन पनि गर्छौं आज। त मेनली के हो, यसलाई बैंक रिकन्सिलिएसन स्टेटमेन्ट पनि भनिन्छ। ठीक छ, यसमा के हुन्छ भने कि कुनै पनि व्यापार होस् त्यो हामीहरुको एउटा व्यापारको एकाउन्ट के हुन्छ, बैंकमा हुन्छ। के हुन्छ, बैंकमा हुन्छ। अब के रहेछ भने बैंकमा हुन्छ भने अब एउटा बैंकले हामीहरुलाई दुईटा कुरा प्रोभाइड गर्छ। सिम्पली एउटा बैंकसँग हुन्छ अनि बिजनेसको एउटा ओनरसँग हुन्छ। ठीक छ, एउटा बुक भनेर हुन्छ। अब त्यो बुक सबैजनाले सुनेकै होला, मेबी नसुन्नु भयो होला भने सुनिलिनु। जुन बैंकले प्रोभाइड गर्छ दुईटा बुक हो, एउटा ओनरसँग हुन्छ अनि एउटा बैंकसँग हुन्छ। त बैंकले जुन प्रोभाइड गर्छ त्यसले भनिन्छ पासबुक, यो बैंक आफै नै राख्छ। ठीक छ, जुन ओनरसँग हुन्छ त्यसलाई भनिन्छ क्याश बुक। के भनिन्छ, क्याश बुक। यो जान्न जरुरी छ तपाईले। जुन यसमा के हुन्छ भने केही होइन, मात्र हाम्रो खाताको कति डिपोजिट आयो, कति रुपैयाँ झिक्यौं बैंकबाट, त्यो कुराहरु यसमा रेकर्ड गरिन्छ सिम्पली। त बैंकले जुन रेकर्ड गर्छ त्यसलाई भनिन्छ पासबुक, अनि जुन ओनरसँग हुन्छ त्यसलाई भनिन्छ क्याश बुक। त यो के हो कि हाम्रो जस्तै एउटा मानिलिनु बिजनेस छ भने अब हामीहरु जति रुपैयाँ जस्तै +5000 हामीहरु आफ्नो क्याश बुकमा एड गर्यौं। ठीक छ, त बैंकले पनि आफ्नो +5000 गर्नु पर्यो। ठीक छ, किनकि हाम्रो नै एकाउन्ट त बैंकमा छ नि त। त हामी आफ्नो बिजनेसको 5000 रुपैयाँ हाम्रो अब बैंक एकाउन्टमा जम्मा गर्ने छौं। त हामीहरुनिर जुन हुन्छ क्याश बुक, ठीक छ, त्यसमा हामीहरु हेराइदियौं कि हो हामीहरुले 5000 डिपोजिट गरिदियौं। सो त्यो बैंकले पनि हेराउनु पर्यो आफ्नो एकाउन्टमा, मिन्स आफ्नो पासबुकमा कि 5000 रुपैयाँ डिपोजिट आइसक्यो। तर धेरै एउटा कारणवश हुन्छ कि केही कारण के हुन्छ कि यो 5000 मिल्दैन के, यो दुवै त इक्वल आउनु पर्यो नि। जस्तै म 5000 एड गर्छु भने म त बैंकसँग खोज्छु कि मैले 5000 एड गरेछु, मेरो 5000 लिएर आउनु। तर केही कारणवश के हुन्छ कि यो एमाउन्ट दुवै बराबर हुन सक्दैन। त त्यही बराबर हुन सक्दैन नि, त्यसैलाई बराबर गर्नको लागि यो हामीहरुले खाता तयार पार्ने गर्छौं, मिन्स यो विवरण तयार पार्ने गर्छौं, बैंक हिसाब मिलन विवरण। ठीक छ, यसले के गर्छ भने यो कहाँ के त्रुटि रहेको छ, के कारणले मिलेन, किन यसको ब्यालेन्स अनि यसको ब्यालेन्स फरक आइहाल्यो। ठीक छ, त्यसैले बनाउनको लागि के हामीहरु बैंक हिसाब मिलन विवरण बनाउँछौं। ठीक छ, म यसलाई फेरि डिटेलमा बनाउँछु नि, तब बुझ्न सक्नुहुन्छ। त मैले के भने एउटा हुन्छ क्याश बुक, अनि यसलाई भन्छौ भने नेपालीमा त यसलाई भनिन्छ नगदी किताब। के भनिन्छ, नगदी किताब भनिन्छ। अनि यसलाई भन्छौ भने बैंक किताब पनि भनिन्छ। के रे, बैंक किताब भनिन्छ। ठीक छ, यसमा कन्फ्युजन नहुनु होला। जुन हाम्रो पासबुक हुन्छ त्यसलाई के भन्छौ हामीहरु, नगदी किताब। जुन पासबुक हुन्छ त्यसलाई के भन्छौ हामीहरु, बैंक किताब। अनि क्याश बुक जुन हुन्छ त्यसलाई के भन्छौ हामीहरु, नगदी किताब। ठीक छ, यति बुझ्नु होला, यो धेरै जरुरी छ के यो बुझ्न। ठीक छ, त हाम्रो नगदी किताबले पनि केही ब्यालेन्स शो गर्छ, हाम्रो बैंक किताबले पनि केही ब्यालेन्स शो गर्छ। अनि के भन्नु पर्यो, दुवै इक्वल आउनु पर्यो। ठीक छ, अब केही कारणवश इक्वल आएन, त्यसैलाई इक्वल गर्नको लागि कहाँ प्रब्लम आउँछ। ठीक छ, त्यही यो प्रब्लमहरु यहाँ दिएको हुन्छ। त्यो नै हामीहरुलाई सोल्भ गर्नुपर्छ कि के प्रब्लम आइहाल्यो, कसरी मिलाउने,
अनि त्यसैलाई मिलाएर हामीहरू के बनाउँछौँ बैंक हिसाब मिलन विवरण बनाउँछौँ। एउटा अरु कुरा यसमा ध्यान दिनु पर्यो हामीहरूलाई कि जुन जस्तै म सुरु गरिदिएँ कि यहाँ नगद मौजदात अनुसार जस्तै नगदी किताब अनुसार बैंक मौजदात के हुन्छ भने कि हामीहरू जब सुरु गर्छौँ नि बैंक हिसाब मिलन विवरण बनाउनको लागि त हाम्रो दुईटा किताब अनुसार बैंक मौजदात आउँछ। एउटा नगदी किताब अनुसार आउँछ अनि एउटा बैंक किताब अनुसार आउँछ। त कुनै पनि किताब अनुसार दियोस् हामीहरूलाई सुरुमा पहिला लेखिलिने हो। ठीक छ, कुनै पनि किताब अनुसार दियोस् हामीहरूलाई पहिला के गर्ने सुरुमा पहिला त्यो लेखिलिने, नगदी किताब अनुसार होस् या फेरि बैंक किताब अनुसार होस्। अनि इफ नगदी किताब अनुसार सुरुमा छ भने जुन हाम्रो एन्सर आउँछ त्यो केमा आउँछ बैंक किताब अनुसार। के आउँछ बैंक किताब अनुसार। यो बुझ्न धेरै जरुरी छ। ठीक छ, बैंक किताब अनुसार बैंक मौजदात। ठीक छ, बुझ्नुभयो। इफ फेरि भन्छु म नगदी किताब अनुसार बैंक मौजदात सुरुमा दिएको छ भने एन्सर केमा आउँछ बैंक किताब अनुसार बैंक मौजदात। इफ यहाँ बैंक किताब अनुसार बैंक मौजदात सुरुमा दिएको छ भने एन्सर केमा आउँछ नगदी किताब अनुसार बैंक मौजदात। ठीक छ नि, उल्टो भइहाल्छ। यहाँ जुन हुन्छ त्यसको उल्टो यहाँ आउँछ, फेरि यहाँ जुन हुन्छ त्यसको उल्टो यहाँ आउँछ, यहाँ जुन हुन्छ त्यसको उल्टो यहाँ आउँछ। ठीक छ नि, सेम हुनु भएन। ठीक छ, अब के गर्छौँ भने यो 3 नम्बर जुन रहेको छ नि यो 3 को क को हामीहरू सोलुसन गर्छौँ, त्यसपछि राम्ररी बुझ्न सक्छौँ हामीहरू। ल पहिला हामीहरू क्वेसन पढिलौँ। के भनेछ भने राम बेकरी को साउन 23 गतेका दिन निम्न कारोबारहरू बैंक हिसाब विवरण तयार गर्नुहोस्। यो केही निम्न कारोबारहरू रहेका छन्, यिनीहरूको बैंक हिसाब मिलान तयार गर्नु छ हामीहरूलाई। कुन गतेको साउन 23 गतेको। ठीक छ, यो हुने कि एनुअली नै हुन्छ, सालमा हुन्छ। अहिले त मासिक पनि हुन्छ, महिनामा पनि, दिनमा पनि, हप्तामा पनि यसको विवरण तयार गर्ने गरिन्छ। ठीक छ, त यो कति गतेको हो साउन 23 गतेको। त यो सुरु गर्नुपर्दा म यहाँ लेखिलिन्छु 3 को क। ठीक छ, 3 को क सुरु गर्छौँ हामीहरू। सबैभन्दा पहिला यसको फर्मेटमा यसको नमुनामा हामीहरू के गर्छौँ भने यता लेखिलिन्छौँ के हामीहरूलाई तयार गर्नु छ। के तयार गर्नु छ बैंक हिसाब मिलन विवरण तयार गर्नु छ। ठीक छ, त यो लेखिलिने बैंक हिसाब मिलान विवरण यता लेखिलौँ। ठीक छ, यो सुरुमा लेख्नु नै पर्छ। यसलाई हेडिङको रूपमा बुझौँ। त्यसपछि के लेख्ने हामीहरू मिति लेखिलिने। के लेख्ने मिति कति दिएको छ साउन 23 गते, त्यहाँ लेखिलिने साउन 23 गते। ठीक छ, यति भइहालेपछि अब के गर्ने हामीहरू फर्मेट बनाउने यसको। ठीक छ, यसको अब हामीहरूलाई के बनाउनु पर्छ एउटा फर्मेट बनाउनु पर्छ। त्यो म फर्मेट पहिला कोर्छु। यति सिम्पल यही फर्मेट रहेको छ। 3वटा कलम यहाँ कोरिदिने हामीहरू। ठीक छ, सुरुमा पहिला के लेख्ने पहिलो कलममा विवरण के लेखिदिने विवरण लेखिदिने। ठीक छ, विवरण लेखिदिने। यता के लेखिदिने रकम लेखिदिने। ठीक छ, विवरण भइहाल्यो, त्यसपछि रकम भइहाल्यो। त्यसपछि के गर्ने हामीहरू यता जम्मा रकम लेखिदिने। ठीक छ नि, जम्मा रकम या फेरि कुल रकम। ठीक छ, यो लेख्नुपर्छ हामीहरूलाई। 3वटा फर्मेट बनाउनुपर्छ। ठीक छ, विवरण भइहाल्यो, रकम भइहाल्यो, जम्मा रकम, यो 3वटा कलम पहिला बनाइलिने। अनि अब हामीहरू हिसाबतर्फ लागौँ। यसमा के भनेछ भने सुरुमा अ नम्बरमा हेर्नु होला नगदी किताब अनुसार बैंक मौजदात। त मैले के भनेको थियो नगदी किताब अनुसार होस् या फेरि कुन किताब अनुसार हुन सक्छ या फेरि बैंक किताब अनुसार पनि हुन सक्छ। त जुन हुन्छ त्यो सुरुमा पहिला लेखिलिने। ठीक छ, त यसमा के दिएको छ नगदी किताब अनुसार, त हामीहरू यहाँ लेखिलिने। यसलाई क लेखिलिने। ठीक छ, क। अनि यता लेखिलिने हामीहरू नगदी किताब अनुसार बैंक मौजदात। ठीक छ, यो हामीहरू लेखिलियौँ। यसको एमाउन्ट कति रहेको छ, यसको रकम हेर्छौँ भने 44,000। त यो जम्मा रकममा लेखिलिने हामीहरू। कहाँ जम्मा रकममा लेखिलिने 44,000। ठीक छ, यसमा केही प्रब्लम नहोला। 44,000 हामीहरू यता लेखिलियौँ। ठीक छ, अब यो क गरेपछि यसपछि के गर्ने हामीहरू यता ख लेख्ने। ठीक छ, ख। अनि यसमा हामीहरू गरिने थप
यो म के बनाइरहेको छु भने सिम्पल जुन बुकको फर्मेट रहेको छ नि त्यही बुक अनुसार नै म गइरहेको छु। अर्को फर्मेट पनि रहेको छ तर हामीहरू जुन बुकमा दिएको छ त्यही फर्मेटलाई फलो गरौँ। ठीक छ। त यहाँ थप लिने अनि फेरि यसमा गमा हुन्छ घट। मिस यहाँ जुन कुरा हामीहरूलाई एड गर्नु छ जोड्नु छ त्यो थपमा आउँछ अनि जुन कुरा घटाउनु छ त्यो घटमा आउँछ। ठीक छ। म त्यसपछि घट पनि लेख्छु। पहिला थपको कुरा गरिलौँ। ठीक छ। ल त थपमा के लेख्ने हामीहरू अब यहाँ मेन कुरा आयो के। अब यसमा हेर्नु होला के भन्छ भने बैंकले ब्याज दिएको तर नगद किताबमा नलेखिएको। मैले के भने कि एउटा दुईवटा कुरा हुन्छ हामीहरूसँग। एउटा बैंकको हुन्छ पासबुक अनि एउटा ओनरसँग के हुन्छ क्यासबुक। जुन मालिक हुन्छ नि बिजनेसको त्योसँग के हुन्छ क्यासबुक हुन्छ अनि बैंकसँग के हुन्छ पासबुक हुन्छ। ठीक छ। यही दुवैको डिफरेन्सलाई हामीहरूलाई हेर्नुपर्छ। त्यहाँ के भन्छ भने बैंकले ब्याज दिएको, बैंकले ब्याज त दिएछ तर हामीहरू नगदी किताबमा त्यसलाई लेखेका छैनौँ। मिस के छ भने त्यही भएर त हामीहरू नगदी किताब नि घटिहालेछ। अब भनौँ बैंकले ब्याज दिएको, बैंकले ब्याज दिएछ भने बैंकले त आफ्नो पासबुकमा बैंकसँग के हुन्छ आफ्नो पासबुक हुन्छ त बैंकले त आफ्नो पासबुकमा रेकर्ड गरिलियो। तर हामीहरू के भन्छ भने नगदी किताबमा, नगदी किताब कोसँग हुन्छ ओनरसँग, बिजनेसको ओनरसँग। त नगदी किताबमा नलेखिएको मिस नगदी किताबमा त्यो छुटिहालेछ के। त अब त्यो छुटिहालेछ भने अब ब्यालेन्स गर्नको लागि इक्वल गर्नको लागि अब दुवैले बराबर गर्नको लागि के गर्नु पर्यो हामीहरूलाई क्यासबुकमा पनि लेखिदिनु पर्यो। मिस जोडिदिनु पर्यो। त्यो जुन बैंकबाट ब्याज आएको छ त्यो हामीहरूले के गर्नु पर्यो नगदी किताबमा पनि जोडिदिनु पर्यो। त्यही भएर यहाँ थपमा लेखिदिने। यो कुन रहेको छ आको रहेको छ त्यता हामीहरू आको लेखिलौँ। आ दिएर यता लेखिलौँ। के लेख्ने यो जुन कुरा दिएको छ नि यो पुरै लेखिलिने। बैंकले ब्याज दिएको म यहाँ लेखिरहेको छु। बैंकले ब्याज दिएको, बैंकले ब्याज दिएको तर नगदी किताबमा नलेखिएको। बैंकले ब्याज दिएको तर नगदी किताबमा नलेखिएको। ठीक छ। मैले बुझिलिएँ। अब यसलाई तपाईले डिटेलमा बुझ्नुपर्छ भने फेरि एकचोटि रिप्ले गरेर हेर्न सक्नुहुन्छ। ठीक छ। त्यसलाई ब्याक गरेर हेर्न सक्नुहुन्छ। ठीक छ। यो बुझ्नु भए छैन भने के म फेरि भनिदिरहेछु बैंकले त ब्याज दिएछ ठीक छ तर नगदी किताबमा त्यो लेखिएको छैन। त्यही भएर त यताउता भइहाल्यो नि त हाम्रो एमाउन्ट त्यही भएर मिलेन। त यसलाई के गर्नु पर्यो नगदी किताबमा लेख्नु पर्यो। कति रकम रहेको छ 5000। त यहाँ लेखिदिउँ हामीहरू 5000। ठीक छ भइहाल्यो। यसपछि ई नम्बरमा हेरौँ के छ भने जुजुमानले बैंक खातामा सोझै रकम दाखिला गरेको। हेर्नु हामीहरू जब आफ्नो बिजनेस गरेछौँ भने कसैलाई उधारमा सामान बेच्न पनि सक्छौँ या फेरि कसैलाई हामीहरू उधार पनि दिन सक्छौँ। ठीक छ। उधार मिन्स केही लोन पनि दिन सक्छौँ, उधारमा सामान पनि बिक्री गर्न सक्छौँ। त्यो मान्छे जरुरी छैन कि त्यही टाइममा पेमेन्ट गरोस्। तर पछि आएर के गर्यो कि त्योसँग तपाईको एकाउन्ट छ ओनरको मिन्स तपाईको ओनर हुनुहुन्छ नि तपाईको बिजनेसको एकाउन्ट छ त्योसँग। ठीक छ। त के त्यसले के गर्यो जुजुमान भनेको एउटा मान्छेले के गर्यो कि बैंक खातामा सोझै रकम दाखिला गरेको। तपाईको जुन बैंक खाता रहेको छ नि त्यसलाई थाहा छ। ठीक छ। बैंक खाता थाहा छ तपाईलाई। त त्यो तपाईले भने छैन कि म तपाईको रकम पहिला तपाईले दिन्छु त्यो भने छैन। त्यो के गरेछ भने तपाईको नै रकम बैंकमा लगेर डाइरेक्टली डिपोजिट गरिदिएको छ। कहाँ गएर बैंकमा नै गएर डाइरेक्टली डिपोजिट गरिदिएछ। अब भन्नु बैंकमा त गएर डिपोजिट गरिदियो त बैंकले त आफ्नो प्लस गरिलियो, बैंकले त आफ्नो पासबुकमा चढाइलियो। तर त्यो हामीहरूलाई थाहा छ क्यासबुकमा त हामीहरूलाई थोरै थाहा छ त्यो कि त्यो हामीहरूलाई अहिले दिएको छ कि छैन। त्यो त के गर्यो कि हामीहरूलाई भनेन जुजुमानले तर सोझै गएर बैंकमा नै डिपोजिट गरिदियो। मिस हामीहरूलाई क्यासबुकमा हामीहरूलाई अहिलेसम्म थाहा नै छैन कि त्यो पैसा आयो कि आएन। त्यही भएर अब त्यसलाई के गर्छौँ हामीहरू एड गर्छौँ कि त्यो पैसा हामीहरूको कहाँ गयो। त्यही भएर त्यहाँ के गर्छौँ हामीहरू त्यो एड गर्छौँ। एड किन गर्यौँ हामीहरू किनकि हामीहरूलाई त क्यासबुकमा थाहा छैन नि त्यसले के गर्यो बैंकमा डाइरेक्टली डिपोजिट गरिदियो। हाम्रो नगदी किताबलाई थाहा छैन। त्यही भएर के गर्ने एड गर्ने, यसलाई जोड्ने, थप गर्ने, लेख्ने। यहाँ यो जुजुमाल लेख्न पनि जरुरी छैन। डाइरेक्टली यहाँ लेखिदिने बैंक खातामा सोझै रकम दाखिला गरेको। यहाँ लेखिदिन्छु। तपाईँ पुरै लेख्न पनि सक्नुहुन्छ। बैंक खातामा
सोझै रकम दाखिला गरेको यति लेखिदिउँ। ठिक छ। अब हेर्छौँ भने यसमा कति रहेको छ 7000, त यहाँ लेखिदिउँ 7000। मिन्स 7000 रकम डाइरेक्टली हाम्रो ब्याङ्कमा डिपोजिट भइहाल्यो। त्यसपछि ई नम्बर हेरौँ, यो आई थिङ्क यस्तो रहेको छ। ठिक छ। अब यो ई नम्बरमा हेरौँ के छ भने विक्रेतालाई चेक काटिएको तर समयमा ब्याङ्कमा दाखिला नगरिएको। ठिक छ। हेरौँ जुन विक्रेता रहेको छ नि, विक्रेता बेच्ने मान्छे, त्यसलाई हामीहरूले चेक काटिदियौँ। ठिक छ। तर त्यो ब्याङ्कमा अहिले पुगेकै छैन। मिन्स त्यो अहिले ब्याङ्कमा त्यो गएकै छैन चेक भजाउनको लागि। ठिक छ। चेकबाट रकम विथड्र गर्नको लागि। ठिक छ। त्यो ब्याङ्कमा पुगेकै छैन। हेर्नु हामीहरूलाई के गर्नु, विक्रेताबाट किनेछौँ भने विक्रेतालाई पेमेन्ट पनि गर्नुपर्छ। त हामीहरूले चेकबाट चेक काटिदियौँ। ठिक छ। त हाम्रो क्यासबुक के भइहाल्यो, हामीसँग क्यासबुक के भइहाल्यो, माइनस भइहाल्यो। के भइहाल्यो, माइनस। ठिक छ नि, हामीहरूले माइनस गरिदियौँ। तर त्यो ब्याङ्कमा अहिले पुगेकै छैन। ब्याङ्कमा पुगेछ, ब्याङ्कमा त्यो पुगेकै छैन। त ब्याङ्कले त आफ्नो थोरै अहिले माइनस गरेछ, ब्याङ्कले के गरेछ अहिले प्लस नै गरेर राखेको छ आफ्नो एमाउन्ट। ठिक छ। हामीहरूले नि विक्रेतालाई चेक काटिएको, विक्रेतालाई हामीहरूले चेक काटिदियौँ। ठिक छ। त हाम्रो क्यासबुकबाट के भयो, क्यासबुक कोसँग हुन्छ, हामीसँग हुन्छ। त हामीहरूले के गरिदियौँ, घटाइदियौँ कि चेक काटिदियो, हाम्रो पैसा कम भइहाल्यो। ठिक छ। हामीहरूले दिदियो 19000, त्यसलाई भनेछ नि 19000 हामीहरूले दिदियौँ। तर त्यो समयमा ब्याङ्कमा दाखिला नै गरेको छैन, मिन्स डिपोजिट नै गरेको छैन। त्यो ब्याङ्कमा त्यो डिपोजिट नै गरेको छैन त्यो विक्रेताले। त अब भन्नु त्यो विक्रेताले डिपोजिट नै गरेको छैन भने त अभियसली त्यसले पैसा पनि अहिलेसम्म झिके छैन भने अनि हामीहरूले भनिरहेछौँ झिकिदिएछ, किनकि हामीहरू त माइनस गरेछौँ। तर त्यो ब्याङ्कमा अहिले पुगेकै छैन। त यहीँ गडबडाइहाल्यो कि होइन। त्यही भएर यही कारणले अब के गर्नुपर्छ, हामीहरूलाई त्यो हाम्रो रकम एड गर्नुपर्छ। ठिक छ। कि त्यो अहिलेसम्म ब्याङ्कमा पुगेको छैन। जब ब्याङ्कमा पुगेकै छैन भने अहिले त्यो हाम्रो ब्याङ्कबाट कहाँ कट्छ, त्यो रकम कटे छैन नि। त्यही भएर के गर्नुपर्छ, हामीहरूलाई त्यो रकम अहिले थप नै गर्नुपर्छ। अब यहाँ के लेख्ने, चेक काटिएको तर समयमा ब्याङ्कमा दाखिला नगरिएको। यहाँ लेखिदिउँ चेक काटिएको तर समयमा ब्याङ्कमा दाखिला नगरिएको। ठिक छ। यति गरिलियौँ हामीहरू। अब कति रकम 19000, त यो 19000 हामीहरू यता लेखिलिने। ठिक छ। अहिले सबै थप नै भइरहेछ। ठिक छ। यो कुरामा ल्याउनु होला। त्यसपछि हामीहरू अब ऊ नम्बर हेरौँ के भन्छ भने धनमाललाई चेक काटिएको तर नगदी खातामा चढाउन छुटेको। अब भन्नु त चेक काटिएको धनमाललाई चेक काटिदिएछौँ, चेक काटिदिएछौँ भने क्यासबुकलाई के गर्नु पर्यो, माइनस गर्नु पर्यो। हामीहरूसँग के हुन्छ, नगदी किताब हुन्छ नि, त नगदी किताबले के गर्नु पर्यो, घटाइदिनु पर्यो। किनकि हामीहरू त रकम गइहाल्यो नि चेक काटिदिएछौँ भने। तर यसमा के भनेछ भने हामीले नगदी किताबमा नै लेखेका छैनौँ। के भन्छ, नगदी किताबमा चढाउन छुटेको। मिस नगदी किताबमा त्यो चढाएकै छैनौँ। त के गर्नुपर्छ, त्यो घटाउनु पर्छ। इफ तपाईँले कसैलाई चेक काट्नु भइरहेछ भने तपाईँको त रकम घटिहाल्यो नि। तर यसमा के भनेछ भने कि हामीहरूले नगदी किताबमा चढाएकै छैनौँ। त नगदी किताबमा के गर्नुपर्छ, चढाउनुपर्छ। नगदी किताबबाट त्यो घटाउनुपर्छ। त्यहाँ के लेख्ने, घट। अब के लेख्ने, घट। नगदी किताबमा घटाउनु पर्यो नि त। कुन हो, ऊ नम्बर। त्यहाँ ऊ लेखिदिने। ठिक छ। अब घट। अब यसमा यो कुरा लेखिलिने, चेक काटिएको तर नगदी किताबमा चढाउन छुटेको। चेक काटिएको तर नगदी किताबमा, चेक काटिएको तर नगदी किताबमा चढाउन छुटेको। ठिक छ। कति रकम छुटेको छ, 5000। त्यहाँ के गरिदिउँ, हामीहरू राखिदिउँ 5000।
अब के गर्ने यो थपमा पनि रकम राख्ने थपमा के राख्ने यो सबैलाई एड गरिदिने यो थपको हो नि सबैलाई जोडिदेऊ 5000 7000 12000 भइहाल्यो अनि 12000 अनि 19000 कति हुन्छ त्यो हाम्रो हुन जान्छ 31000 त्यहाँ लेखिदेऊ 31000 ठीक छ यो भइहाल्यो यसपछि घटमा के गर्ने यो 5000 नै रहेको छ नि त जहिले पनि घटको जुन आइटम रहेको छ नि त्यसलाई एउटा ब्राकेटमा लेख्ने ठीक छ 5000 ब्राकेटमा लेख्ने जुन घटको रहेको छ भने त 44000 अनि 31000 लाई जोडिदिने अनि 5000 लाई घटाइदिने अनि घटाएर के लेख्ने यहाँ अब मैले के भनेको थिएँ सुरुमा नै कि जब माथि नगदी किताब दिन्छ भने तल के लेखिदिने बैंक किताब अनि माथि बैंक किताब दिन्छ भने तल के लेखिदिने नगदी किताब उल्टो त मैले पहिले नै भनेको थिएँ जब नगदी किताब हुन्छ भने तल बैंक किताब हुन्छ भने नगदी किताब ठीक छ त यहाँ माथि हेर्छौ भने माथि के दिएको छ नगदी किताब र तल के लेख्छौ बैंक किताब त्यहाँ लेखिदेऊ बैंक किताब अनुसारको यो बैंक मौजदात जुन छ नि यो चेन्ज हुँदैन यो सेम राख्नु नै पर्छ यहाँ लेखिदेऊ बैंक मौजदात ठीक छ अब यो यसको आइटम कसरी लेख्ने मिन्स यसको अमाउन्ट कसरी लेख्ने त 44000 अनि 31000 जोडिदिने थप हो नि त जोडिदिने यो कति हुन जान्छ यो हुन जान्छ 75000 415 437 75000 75000 बाट 5000 हामीहरु घटाइदिन्छौं भने कति हुन्छ हाम्रो भइहाल्छ यो 70000 यसको आन्सर फाइनल त यसको 70000 यसको फाइनल आन्सर भइहाल्यो त यो क्वेशनको सल्युसन यही हो क नम्बरको 3 को क यसपछि म ख देखि लिएर च सम्म सबै क्वेशनको सल्युसन लिएर आउने छु च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि भिडियोलाई लाइक पनि गरिदिनु होला इफ कुनै समस्या आएछ भने कमेन्ट पनि गर्न सक्नुहुन्छ ठीक छ धन्यवाद।